हेलो गाइस, म चाहिँ आज होममेड नयाँ मुलाको अचार बनाउँदैछु। अनि यसमा चाहिँ मुला, मटर उसिनेको अनि मसला चाहिँ मैले बनिएकै लिएर आएको थिएँ, बनाएकै पाउडर मसला लिएर आएको थिएँ। मैले घरमा बनाइनँ हो। अनि यो चाहिँ म मोल्दैछु। अचार यो चाहिँ फाइनली यसको लुक यस्तो भएको छ। अघि कस्तो थियो, अहिले कस्तो छ है। चाहिँ म बट्टामा हाल्दैछु। फाइनली बनाइसकेँ, बट्टामा पनि हालिसकेँ। ओके, बाई बाई।